So hello everyone, how you guys doing? It's your boy Alan back at it again. So आज पनि हामी फेरि एउटा नयाँ ब्लगका साथ उपस्थित भइसकेका छौँ र आजको दिन चाहिँ एकदम बब्बाल छ है। After a long हिमवर्षात finally summer is here in the corner. अनि त्यही अवसरमा आज हामी बिदा मिलाएर घुम्न निस्केका छौँ र पहिला चाहिँ म मेरो साथीहरूलाई भेट्छु अनि पछि चाहिँ we'll go to grocery अनि probably we'll go to like Toronto Island, Central Island जे भने त्यही हो। हजुरहरूलाई त्यही देखाउन जाँदैछु अनि मेरो फिट चाहिँ आज एकदम क्लिन छ क्या। I kind of feel like that, man. You know what I'm saying? I'm getting the vibe. See, when I had no money, I still had sauce. के भन्छ I don't know, but it's good. Saying like, ooh, sheesh. या त्यही हो। अब मेरो साथीलाई भेट्छु है एकैचोटि। सो गाइज फाइनली हामी केनेडी स्टेसनमा आइसकेका छौँ अनि मेरो साथी चाहिँ यहीँ छ। सो यो चाहिँ केनेडीको एउटा लुप होल है। यताबाट चाहिँ तपाईँहरू फेयर नतिरेर नि छिर्न सक्नुहुन्छ। बट इफ युर लकी होइन, नत्र युल गेट खाट अनि फाइन हुनेछ हजुरहरूलाई। त्यस्तो चाहिँ नगरिदिनु होला। तर यहाँबाट चाहिँ आई मिन लाइक या पैसा नतिरेर नि आउनु सक्नुहुन्छ। सो फाइनली गाइज हामीले हाम्रो साथी भेटिसकेका छौँ। अब हामी हार्ड छ उसको आउटफिट हार्ड छ बट आई डोन्ट नो व्हाट द फक इज रङ विथ द सक्स। अरू सब ठिकै छ होइन। मेरो नि आउटफिट देखाइदिनु वे ल। अब हामी यहाँ चिया खाएर निस्किन्छौँ है त फर्दर सेन्ट्रल आइल्यान्डमा। वेयर आइल्यान्ड बोय Cause I'm an island boy and I कुन चाहिँ मा This one money boy तो यस्तो भने यहाँ आइटमहरू के खाने हामी यो खाने and two chicken रस। सो गाइज हामीले चाहिँ हाम्रो चिया र नास्ता उठाइसकेका छौँ अनि अरू बिरयानी के नि पुगेका छौँ है। अब हामी सिधै लाइन टु केनेडीबाट सिधै डाउन होइन त अब इरन सेन्टर। ओ शिट पुरो सपिङ नै बाँकी छ यार। त्यही सबै गरेर किनिहाल्ने हो झ्याप्पै। You're late man, you're late. झ्याप्पै कडा चाहिँ तिहार भएकोको लागि कडा हुँदैछ अब। सो गाइज हामी यहाँ 28 डिग्री सेल्सियसमा तातो चिया खाँदैछौँ है। तर यो चिया चाहिँ बब्बाल छ है। मसला चाय साउथ इन्डियन होइन, साउथ इन्डियन मसला नेक्स्ट लेभल छ है। तपाईँहरू नि यता हुनुहुन्छ भने केनेडी पछाडि आउनु है। चिया चाहिँ नेक्स्ट लेभलै छ। तर अब तिमी माइक नै किन माइक छ नि ब्रो, त्यो हाल्न कनेक्ट गर्न झ्याउ लाग्छ। मसँग छ नि, आवाज कस्तो मिठो आउँछ नेक्स्ट लेभल। ASMR भिडियो जस्तो आउँछ। Oh shit. एपबाट साथी जाँदैछौँ हामी युनियनतर्फ लाइन टु लिँदै केनेडी स्टेसन। लेट्स गो। के भन्नु छ साथी तिमीलाई? के भन्नु? अब हामी ट्रेन चढेर जान्छौँ। पहिला सपिङ गर्नु पऱ्यो। सो आई थिङ्क राइट ट्रेन चाहिँ जाँदैछौँ। प्रश्न अपोजिट डिरेक्सनमा नबस है। यता बस न भित्तामै। इलाई ओ या अहिले हामी युनिक्लोमा छौँ। यहाँ चाहिँ बबाल ट्रेन छ है। राम्रो साथीलाई के लिने थाहा छैन तर बब्बा
के अरे यसको नाम जुजुत्सु काइसेन यो के हो I don't know it's Naruto यो चाहिँ के हो यो नि जुजुत्सु काइसेन जस्तो लाग्यो धेरै अप्सन भएर छान्न गाह्रो खतरा छ ल मिडियम नै ठिक छ ठिक छ ठुलो भयो यार स्मल लाउनु पर्यो जस्तो छ त्यो ड्रायरमा हालेर सानो होला नि सर्ट त हुँदैन हुँदैन होला होइन स्मल लाउ यो त अलिक ठुलै दिएको छ मागेर लास आइल्यान्ड बोय सर अब हामी बुटको प्रतीक्षामा छौँ आइल्यान्ड बोय भन्ने थाहा छ Oh, I'm an island boy. एप्स्टिन आइल्यान्ड थाहा छ थाहा छैन एप्स्टिन आइल्यान्ड खै मलाई हावा औपचारिक रूपमा हाम्रो यात्रा सुरु भइसकेको छ साथी चाहिँ यहाँ फोटो खिच्नमा एकदम व्यस्त हुनुहुन्छ है बम बाल्छ आइल्यान्ड बोय उता साइडतिर भए भए दामी हुन्थ्यो ठिक छ यो राम्रो ठाउँ भरिहाल्छ क्या छिटो राम्रो ठाउँ चाहिँ जाने छिटै भरिहाल्छ कहाँ हुनुहुन्छ हाम्रो फ्रेममा पल्साको लुक्स है झरनाको चिसो पानी तिमी त ऊ विराज भट्ट जस्तो नि देखिरहेको छ तिम्रो बोयफ्रेन्ड छ तपाईँको गर्लफ्रेन्ड छ ए बोयफ्रेन्ड छ मलाई थाहा छ छैन र हुनु पनि हुँदैन मलाई थाहा छ तिम्रो बोयफ्रेन्ड छैन र हुनु पनि हुँदैन ला 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 हजुरहरूले लाइफ ज्याकेट देख्न सक्नुहुन्छ अब हामी उत्रिँदैछौँ आइल्यान्डतर्फ है साथी चाहिँ फोटो चेकआउट गरिरहेको छ क्यान्डु चाहिँ फोटो चाहिँ फाइनली वेयर एट सेन्ट्रल आइल्यान्ड अब हामी पहिला सुरुमा के गर्छौँ खाने स्पट खोज्छौँ भोजन गर्छौँ भोजन गृह कस्तो राम्रो रहेछ हामीले आज श्रीलङ्कन डिस ल्याएको छौँ होइन तामिल श्रीलङ्कन डिस ल्याएको छौँ अनि उयो गरेर टेस्ट इट अनि हजुरहरूलाई पनि देखाउनेछौँ धेरै त बोल्नु आउँदैन गाइज त्यही हो मेरो 2 शब्द यहीँ प्रस्तुत गर्न चाहन्छु यो होइन ब्रो त्यहाँ छ क्या टेबल भ्यू हेर्दै खाने हो क्या इट्स माई लाइक फोर्थ टाइम अर 5th टाइम घुम्न चाहिँ लास्टै घुमिरहन्छु गाइज म टोरोन्टो चाहिँ खाइसकेँ मैले घुमेर ओन्टारियो ठिक छ नि मेरो ठिक छ यार मैले नि किनेको छु यो टी सर्ट पिङ्क कलरमा तर म चाहिँ अहिले पछि आजको दिन लाउँदिनँ यताबाट जाँदैछौँ हामी अघि So finally
खाने ठाउँ चाहिँ भेटाएको छौँ हामीले एउटा स्पट अलि रुखमुन्ने बस्नु पऱ्यो नत्र लास्ट गर्मी भयो अनि के कपालै मिलाएको छैन हाम्रो खचक 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 हान्ने भन्दा पनि मिलाएर एउटा फोटो खिच्यो भयो कि अनि तिमीले हान्दा छौ गयो झोला त ल साथी के छ निकाल करी थियो नि ल मा अस्ति जस्तै भयो फेरि घटना के भयो मेरो ब्याग What's in the bag? नजाओस् करी मगाएको थियो र हामीले दिन्छ आफै चाउचाउ पनि छ केमा मिस बिरयानीमा राइता त आउँथ्यो सबै अहिले त खाने होइन खाने अब सबै खाँदैन हेभी लन्च हान्दिउँ न बोइज रिल्याक्स जिन्जर आले जिन्जर आले सागर हालेको भाइ जिन्जर हाले अहिले चाहिँ हामी बाइक लिने तर्खरमा छौँ कसरी लिने थाहा छैन त्यही भएर यो दाइलाई अब हामी सोध्दैछौँ हेरौँ है त अब एप के डाउनलोड गर्नुपर्ने रे लेट्स एप्स जुदो पास गर्यो तिमीले म सो फाइनली धेरै पश्चातपछि यही निकाल्यौँ बाइक निकाल्न यही निकाल्दै यार बाइक निकाल्न सफल भइसकेका छौँ भयो स्लाइड भन्दैछ त अझै त्यो छिर्यो भित्र Let's go. लाइक त साइकलको यात्रामा छौँ हामी लेट्स गो यतै मेरो नि एउटा अहिले साइकलबाट भिडियो खिच्नुपर्छ तिमीले ल तिमी भित्र राख क्यामेरा भन्नाले के खल्तीमा मेरो त चार्ज नि छ आइरहेको छु म चुतिया लग रहा है गाइज हामी लाइट हाउस तर्फ जाँदैछौँ है लाइट हाउस तर्फ प्रस्थान बब्बाल चाहिँ बब्बाल सानो
ए रहेछ हो लास्ट रमाइलो भएर चाहिँ साइकल चलाउन आजको डे अफ लिएको एकदम वर्थ इट हो आज चाहिँ मेरो काम थियो त्यही पनि मैले चाहिँ डे अफ लिएको किनभने आई वाज डुइङ माई वर्क नन स्टप रेस्ट गर्ने टाइमै भएको छैन लाइक एक दिन अफ हुन्छ त्यो नि घुमेर सकिन्छ अनि के गर्नै पाउँदैन क्या त्यही भएर आज चाहिँ मैले जे सुकै होस् होइन काम भने जहिले हुन्छ त्यही भएर आज चाहिँ मैले डे अफ लिएको एन्ड इट वाज रियली वर्थ इट short break रातो माटो चिप्लो बाटो लड्दै पढ्दै आए कामी अगाडि फ्रन्टै हुन्न त्यसरी हेर यसरी ए क्या क्वालिटी छ यार यसलाई भिडियोको लागि फोन छ कि यो हो फोनै खतरा हो नि तर यो एक्सन क्यामेरा हो नि त बाइकमा टालेर हिँड्नु भयो ब्याट्री हल्लिने यसरी हल्लेर यसलाई फरक परेन यस्तो फरकै पर्छ अनि यही राम्रो नि अघि साइकल चलाउँदा खिच्न त मैले फोनबाट त हुँदैन नि त फोनबाट हुन्न भिडियो हेरेर त हल्लिएकै छ अनि यसबाट तिमी सानो सानो मात्र किन क्लिपहरू बनाए सो अहिले चाहिँ हामी यहाँ सानो गाउँमा चाहिँ सानो गाउँ हेर्नु त आइल्यान्डभित्रको गाउँ आइल्यान्डभित्रको गाउँ है आई डोन्ट नो व्हाट इज अफ दिस ह्यारी पोटरहरूको जस्तै ठाउँ छ सो स्मल राइट गान्डु ला सानो है अब फार्म हाउसमा आइसकेको चाहिँ हामी प्राइभेट फार्म हाउस यो के खालके पिजन हो थाहा छ ससुरा गेन्दा फुलवाला हो कि त्यो म्युजिक भिडियो हेरेछ यस्तै हुन्छ कि हामी चाहिँ तबेलामा आइसकेको छौँ तबेला घोडा बस्ने तबेला अबेला फबेला छौँ घोडा चाहिँ फिड गरिरहेछ यता पनि फेरेको छैन त्यो चाहिँ ओए डेन्जर खुनखार त्यो रेसवाला घोडा रहेछ बच्चा चाहिँ लामा भेट्छु लामा फार्म चाहिँ एकदम एबेन्डन्ट के भन्छ अरे डु नट फिड अस थ्याङ्क यू मयूर भेटेँ भाले मयूर भर्सेस पोथी मयूर यिनीहरूको कत्रो ठुलो रुम है तिनटै यिनीहरूको रुम हो नि भाग्यो सो यहाँ चाहिँ यो माछाहरू पाउँछ अरे हाम्रो टोरन्टो आइल्यान्डमा यहाँ देख्न सक्नुहुन्छ दर्शक महानुभावहरू लास्ट थाक्यो साइकल चलाएर लास्ट 10 भइसक्यो हामीले तरेर यिनीहरू पनि पाउँछ है अनरेबल मेन्सन सर पनि थाकेर बसिरहेको रहेछ हामी जस्तै लास्ट थाक्यो आजको डे वर्थ इट चाहिँ भयो है त्यही हो अरू के भन्नु वाइ ब्रेक अब यति नै होला हाम्रो भिडियो आजको सेन्ट्रल आइल्यान्डमा लास्ट रमाइलो गऱ्यो थ्याङ्क्स फर वाचिङ
तर यो भिडियो चाहिँ म अपलोड गर्छु यार। मैले अस्तिको भिडियो अपलोड गरेन, कहाँ गएको अरे हामी अर्बन पार्कमा गएको, डेन्जर थियो नि त्यो चितवन नेसनल पार्कमा गएको। सो बट प्रली यो भिडियो चाहिँ म अपलोड गर्नेछु है गाइस। That's what all I gotta say for now. Stay tuned for video. होटल हो र त्यो के अरे रेस्टुरेन्ट अब चाहिँ भिडियोहरू अलि रेगुलरली हाल्नु पऱ्यो। रेस्टुरेन्ट हो त्यो लास्ट भिडियो मैले नायग्रा फल्सदेखि हाल्दै हालेँ, खिच्नु त खिचेको, एडिट गर्दा गर्दा झ्याउ लाग्यो। तर यो भिडियो चाहिँ म अफकोर्स हाल्छु है। सो वाइ छ है हामीसँग, पानी निकालौँ यार, पानी र वाइ मजा आउँछ। छ्या घिउ खस्दै यार ब्रो, यो टु क्लम्जी यार। अघि तिमीले अचार खस होइन। आज जिम पनि जानुपर्छ, त्यो आज चाँडै फर्किनेछौँ है। आज 6 बजे नै फर्किनेछौँ। त्यही हो, इन्टरटेन गराउन त मन थियो। हजुरहरूलाई नचाहँदै बिदाई माग्न चाहन्छु। इन्टरटेन गराउन अनि के छ यार, अलिअलि कामहरू पनि छ। अनि के छ अरू मेरो, रुम पनि लास्ट सफा गर्नु भन्छ, ध्वस्तै भएको छ। त्यही हो, अगाडि चाहिँ पुरा लेक साइड जस्तो रहेछ है। तिमी घुम्न आयो कि घरको गुनासो सुनाउ? होइन, जति रियलिस्टिक बनायो त्यति हुन्छ नि, मान्छेले रिलेट गर्छ नि। त्यही हो, अब एकैचोटि फर्केपछि भेट्छौँ होला हामी। अब यो भिडियोको क्लोजिङ हो है।